अन्त गाइस यहाँ कसले हो कुन चाहिँ मोटो मान्छेले यहाँ टेक्दैछ के बिचारा कसको धाने रक्सी खाएर आएर लडेछ त्यही भएर हेर्नु त कति ठुलो गड्डा हो अनि आएर यहाँबाट पुतुतु लाग्यो यस्तै यहाँ नि हामीले नि एउटा बाँदर देख्यौँ तर केटीवाला हजुरहरूले कहिले केटीवाला बाँदर देख्नु भएको छैन होला थ्याङ्क यू फर सिइङ माई ब्लग हेर्नु त गाइस यहाँ कतै ठुलो पल यसो भित्र दिदी बस्छ नि मेरो खोला फेरि देखाउनु पर्यो हो फेरि जानु पर्यो गाइस मतलब खोला उता पनि छ यता पनि छ भनेपछि अझै एउटा खोलालाई हेर्नु जाऊँ अनि हजुरहरूले आज दुईटा खोला देख्नुहुन्छ त्यो पनि नयाँ वाला धनबाडी पनि खतरा आवाज नजाने अलि सोच्छु मैले सुर्ता सुके होइन अलि नराम्रो हो क्या स्वर अन्त यहाँ कति ठुल्ठुलो धान यत्रो ठुल्ठुलो धान कता नि हो खोलातिर यहाँ म थाहा छैन के ए हेर्नु गाइस ठ्याक्क क्यामेरामा हुन्छ धान नै राम्रो फलेकै छैन के जस्तै गरी दुई जस्तै ओए हजुरको मोबाइल खोइ हातमा रहेछ अब यहाँ धानहरूले हाने कि हाने छन् यार गाइस हेर्नु त गाइस यहाँ कसको लट्ठी खसेछ नयाँ कुरा नै भन्छु नि त म यहाँ मैले ल हजुरको लागि सेल्फी स्टिक के हो ल हेर्नु गाइस हेर्नु त एउटा मभन्दा अगाडि गएर जान्न ल देखाउन के न मेरो फ्यान्सहरूलाई क्यापकटको जरुरी छैन क्या नेचुरल भाइब्स लास्टमा त एक भ्यू दिन अन्डर के ह्यान्ड गाइस यहाँ कसको ए चल्ला के चल्ला कुखुराको बच्छडाहरू राम्रो देखेन के यहाँ अलि कन्फिडेन्ट भरै बोल्दो रहेछ त क्यामेरामा त म ए जलुवा हाम्रो जलुवा के उताको त सुकेन भन्छ यहाँको म देखेँ मेरो अलि मोबाइल यहाँ ह्याङ छ क्या त्यही भएर अलि राम्रो देखेन होला सरी खोलै सुकेछ सुक्यो हेर्नु त गाइस यहाँको त खोलै सुकेछ कति राम्रो खोला छ यहाँ रेस्ट एन्ड पिस लेक मतलब खोला अब यहाँको पानी कति बेला आउँछ थाहा छैन रेस्ट एन्ड पिस ब्रो अनि त्यहाँ त गाइस यहाँ कसको